नमस्कार साथीहरू। तपाईँ हामीलाई थाहा नै छ हाम्रो देशमा जागिरी पाउनु भनेको फलामको युवाहरूलाई भेला गराउने हो भने सिर्फ एउटा या दुईटा हामीले जागिरी गर्ने व्यक्तिहरू फेला पार्न सक्छौँ। त्यस्तै विदेशहरूको कम्प्यारिजन गर्ने हो भने विदेशहरूमा कुनै पनि फ्यामिलीका सबै मेम्बरहरू जागिरी हुने गर्दछन्। के तपाईँले कल्पना गर्नुभएको छ कि विभिन्न मुलुकहरूले आफ्ना नागरिकहरूलाई कति स्यालेरी दिन्छन् होला? के कस्तो स्यालेरी पाइन्छ होला? आउनुहोस् आज हामी विभिन्न देशहरूमा उनीहरूका सिटिजनहरूलाई उनीहरूका जब होल्डरहरूलाई दिने स्यालेरीहरूको बारेमा छोटो मिठो जानकारी लैजाउँ। मलेसियामा 1,50,000 देखि 2,00,000 3,00,000 स्यालेरी प्राप्त हुन्छ, त्यो पनि नर्मल जब होल्डरहरूलाई, सामान्य कर्मचारीहरूलाई। त्यस्तै साउदीमा 3,50,000 देखि 6,00,000 त्यस्तै कुवेतमा 3,50,000 देखि 5,00,000 त्यस्तै कोरियामा 3,50,000 देखि 7,00,000 त्यस्तै जापानमा 4,00,000 देखि 7,00,000 त्यस्तै दुबईमा 5,50,000 देखि 9,00,000 दिइन्छ भने कतारमा 6,00,000 देखि 8,00,000 र अमेरिकामा 7,00,000 देखि 15,00,000 र अन्तिममा सिङ्गापुरमा 8,00,000 देखि 12,00,000। हेर्नुहोस् त साथीहरू, भनेपछि कति आकाश र पाताल बीचको फरक रहेछ। भिडियो इन्फर्मेटिभ लाग्यो होला आशा गरेको छु। च्यानललाई सब्स्क्राइब गरिदिनु होला। मन परे लाइक, शेयर, सब्स्क्राइब